हेलो हाई नमस्कार म सोलुखुम्बुबाट निरा राई। तपाईँहरूको ठाउँमा सन्चै हुनुहुन्छ? म पनि यता ठिकै छु है। आज चाहिँ विशेष गरी है मैले तपाईँहरूको लागि एकदमै फलदायी भिडियो लिएर आएकी छु है। अरूखेर चाहिँ होइन, अरू बेलाको मेरो भिडियोभन्दा आजको भिडियो चाहिँ छुट्टै छ है, धेरै छुट्टै छ है, धेरै फरक छ के चाहिँ छ भन्दाखेरि चाहिँ अरूखेर चाहिँ मैले सोलुखुम्बुको बारे तपाईँहरूलाई मेरो भिडियोद्वारा घुमाउँथेँ होइन, भौतिक रूपमा घुमाउन नपाए पनि मैले तपाईँहरूलाई चाहिँ मेरो भिडियोको मार्फतबाट सोलुखुम्बुको ठाउँहरू देखाउँथेँ। सोलुखुम्बु म कुनै ठाउँ घुम्न गएको छु भने मैले त्यो ठाउँहरू देखाउँथेँ होइन। आज चाहिँ म ठाउँहरू देखाउँदिनँ, कहीँ घुम्न पनि गएकी छुइनँ है। आज चाहिँ म रुममै बसिरहेकी छु है। अनि विशेष चाहिँ मेरो रुममा चाहिँ आज एउटा प्रोडक्ट आइपुगेको छ है। त्यो प्रोडक्ट चाहिँ विशेष गरी दिदी बहिनी साथीहरूको निम्ति चाहिँ छ होइन। यो भिडियो चाहिँ स्किप नगरिकन हेरिदिनु ल। अब कति धेरै घुमाएको मात्रै भिडियो देखाउनु होइन, कति धेरै त स्वास्थ्यमा हेल्थमा पनि त केयर गर्नु पर्यो होइन। त्यो भएको कारणले यो भिडियो चाहिँ तपाईँहरू स्किप नगरिकन हेरिदिनु होला होइन। जस्तै 11 वर्षदेखि अहिले 19 वर्षसम्मको जस्तै 11 वर्षदेखि माथिका बहिनीहरू, दिदीहरू, भाउजूहरू होइन, उहाँहरूको निम्ति चाहिँ मैले यो भिडियो बनाएकी हो होइन। आज चाहिँ विशेष मसँग यो छ होइन, यो प्रोडक्ट छ होइन। यो चाहिँ के हो देखिसक्नु भएको छ होइन। म यो अनबक्सिङ गरेर देखाउने छु है। यो छ एउटा होइन, अनि यो भयो एउटा होइन, देखिसक्नु भएछ। अनि यो छ पेपर, यो छ पेपर। यसमा चाहिँ यो चाहिँ विशेष गरी मेन्चुरेसन कप है, मेन्चुरेसन कप। अब कतिले त गाउँघरमा प्याडहरू युज गर्नुहुन्छ होला होइन, कपडाको प्याडहरू सिलाएर युज गर्नुहुन्छ होला, बजारको प्याडहरू युज गर्नुहुन्छ होला। अनि यो पढ्न सक्नुहुनेछ होइन। यो छ मसँग होइन, यो मेन्चुरेसन कप। यो मेन्चुरेसन यो कपलाई चाहिँ यहाँ राखेर भिजाएर, पानीमा भिजाएर चाहिँ यसमा चाहिँ धुने ठाउँ होइन म देखाउने छु है। तपाईँहरूलाई सबै खोलेर देखाउने छु ल। अनि एकदमै राम्रो हुन्छ यो स्वास्थ्यको लागि, केही इन्फेक्सनहरू हुँदैन, केही कीटाणुहरू हुँदैन होइन। यो चाहिँ यस्तो छ होइन, यस्तो छ। यो चाहिँ कप जस्तै हुन्छ ल, यस्तो छ। यो बिर्को भयो। यो चाहिँ फेरि यो लाउने होइन नि, फेरि यो लाउने सोचिरहनु भएको छैन छ होला होइन। यत्रो ठुलो त लाउनु भएन होइन। यो चाहिँ कप भयो होइन। अब यसमा चाहिँ यो मेन्चुरेसन कप हो, यो हुन्छ कस्तो राम्रो छ है, यस्तो कपडाको झोला होइन। यसभित्र मेन्चुरेसन कप हुन्छ। यो कप है, यो कप हो। यो कपलाई चाहिँ होइन तपाईँहरूले चाहिँ यो कपलाई जस्तै होस्टेल बस्नुहुन्छ, घरमै बस्नुहुन्छ भने त एउटा ताप्के दिउरी जस्तो भयो नि, तपाईँहरूले युज गर्दा भयो। त्यस ठाउँमा यसलाई मात्रै भिजाएर, यसलाई मात्रै पकाएर युज गर्न मिल्ने हुन्छ होइन। यदि तपाईँ केही गरी प्रोग्राममा जानुहुन्छ होइन, कहीँ बाहिर जानुपर्ने छ भने त अब तपाईँ त्यो ताप्के बोकेर त हिँड्नुहुन्न होला होइन। त्यसको लागि चाहिँ यो हो है। यसभरि तातो पानी लाउने हो। तातो पानीमा फर्स्टमा यो लाउने, यो लाएपछि यसमा तातो पानी लाउने हो। जस्तै यो थर्मास भयो भने यहाँ त्यसरी तातो पानी लाउने। तातो पानी लगाइसकेपछि यसलाई 5-10 मिनट यहाँभित्रै राख्ने। यहीभित्र चाहिँ कपलाई चाहिँ पकाउने, यसरी राख्ने होइन। यहीभित्र राखिसकेपछि यसलाई यो भित्रको पानी फाल्ने, पानी फालिसकेपछि यो निकाल्ने, यो अनि त्यसपछि नरम हुन्छ। यो त्यसै त नरम छ होइन। अनि अझ नरम बनाएर चाहिँ होइन, हामीलाई लाउन सजिलो होस् भन्नको लागि चाहिँ यसलाई चाहिँ नरम बनाउने। नरम भइसक्यो होइन। नरम भइसकेपछि यसलाई चाहिँ कसरी तपाईँले युज गर्नुहुन्छ भन्दै गर्दाखेरि चाहिँ तपाईँको आफ्नो तरिका, तपाईँले भित्र जसरी लाउन सक्नुहुन्छ त्यसरी होइन। कतिले यसरी लाउँछन् होइन, कतिले चाहिँ यसरी भित्र लाउँछन्, यस्तरी होइन हो, यस्तरी तपाईँले जसरी सजिलो लाग्छ भित्र होइन। अनि त्यसभित्र यसो लगाइसकेपछि फेरि भित्र लगाएपछि चाहिँ यस्तै चाहिँ रहँदैन है साथीहरू, पुरा यस्तो हुन्छ। तपाईँहरू सबैलाई थाहा नै छ होइन, यो पुरा फुल्लिन्छ। अनि मलाई चाहिँ सजिलो लाग्छ यसरी होइन, म चाहिँ यसरी लाउँछु। अनि तपाईँहरूलाई जसरी सजिलो लाग्छ त्यसरी लाउन सक्नुहुनेछ है। एकदमै राम्रो यो वातावरण मैत्री पनि छ, एकदमै फलदायी। अनि यताउता हिँड्दाखेरि एकदमै सजिलो, तपाईँ खेल्दा उफ्रदा एकदमै सजिलो हुन्छ है। तपाईँहरू यो युज गर्नु भनेर मैले सजेस्ट गराउँछु होइन, किनभने एकदमै राम्रो छ। यसलाई धोइराख्नु पर्दैन होइन,
यदि तपाईँले यो लगाइसकेपछि चाहिँ तपाईँले खाप लुगा लाउनु पर्दैन है। कुनै 2-3 सौ 300 400 लाएर जान्छ नि त, भित्र चाहिँ त्यो सानो गरेर त्यसरी लाउनु पर्दैन। यदि तपाईँहरू होस्टल बस्नुहुन्छ, यदि काहीँ बाहिर बस्नुहुन्छ भने चाहिँ एकदमै सजिलो छ ल, यो तपाईँहरूको निम्ति एकदमै फलदायी छ अनि एकदमै राम्रो छ। अब यसमा चाहिँ तपाईँहरूले युज गरिसकेपछि होइन 8 देखि 12 घन्टासम्म चाहिँ तपाईँ डराउनु पर्दैन र। अब 8 देखि 12 घन्टामा तपाईँ जसरी भए पनि रेस्टरुम चाहिँ जानुहुन्छ, रेस्टरुम जाँदै गर्दा चाहिँ तपाईँले यसलाई सट्ट पोखाएपछि फेरि त्यसलाई धोएपछि अनि फेरि युज गर्ने है। एकदमै सजिलो छ होइन, एकदमै हेल्थको लागि राम्रो पनि छ। केही इन्फेक्सनहरू हुँदैन, केही केमिकलहरू हुँदैन होइन। बजारमा त्यो प्रयोग गर्ने त कति धेरै केमिकलहरू हुन्छ होइन। अनि त्यस्तोबाट चाहिँ तपाईँहरू बच्नलाई चाहिँ यो मेन्चुरेसन कप चाहिँ तपाईँको निम्ति, तपाईँको हेल्थको निम्ति एकदमै राम्रो र स्वस्थ भएर आइदिएको छ। तपाईँहरू युज गर्न सक्नुहुनेछ है त। अनि कसरी युज गर्ने, भित्रै पस्छ भने के गर्ने, त्यस्तो केही डराउनु पर्दैन है। मैले युज गरेको 7 वर्ष पुरा भएर 8मा जाँदैछ होइन। तपाईँहरू एकदमै डराउनु पर्दैन। स्कुलको टाइममा त झन् कति सजिलो हुन्छ, यहाँ बाहिर बग्ने पनि हुँदैन होइन, एकदमै सजिलो हुन्छ। त्यही भएर तपाईँहरू युज गर्न सक्नुहुनेछ होइन। जय मेन्चुरेसन कप है, मेरो लागि चाहिँ तपाईँहरूको लागि पनि होस् भन्न चाहन्छु होइन। यो भिडियो चाहिँ अरू साथीहरूलाई पनि सेयर गर्नु होला है। यदि तपाईँहरूलाई केही मनमा जिज्ञासा छ भने चाहिँ कमेन्टमा कमेन्ट गर्नुहोस् ल, कमेन्ट बक्समा चाहिँ कमेन्ट छोड्नु होला। अनि फेरि पनि म अर्को भिडियो बनाउने छु है। धन्यवाद।